व्यवस्थित सहरीकरण भन्ने चाहिँ मैले सुनिरहेको थिएँ अनि त्यसको एउटा एकदमै राम्रो इक्जाम्पल चाहिँ तपाईँले अथवा मैले बताउन सक्दाखेरि र तपाईँले देख्नुभयो भने मलेसिया हुनसक्छ। व्यवस्थित सहरीकरणको एउटा एकदम राम्रो इक्जाम्पल। व्यवस्थित सहरीकरण भन्ने चाहिँ मैले सुन्दाखेरि कस्तो चाहिँ हुन्छ होला, किनकि मैले त्यो त देखाएको छुइनँ। अनि मेरो इमेजिनेसनमा कस्तो हुन्थ्यो त्यतिखेर भने कलोनीको घरहरू चाहिँ मैले ठ्याक्कै इमेजिन गर्न सक्ने, किनकि म काठमाडौँमा जन्मेर हुर्केको भएर मैले इमेजिन गर्न सक्ने त्यतिसम्म मात्रै थियो। तर जब यहाँ आउँदाखेरि प्लेनबाट माथि हेर्दाखेरि पनि मलाई त्यो फिल हुन्छ कि यहाँनिर कस्तो छ भने सानो सानो घर तपाईँले त्यही सानो सानो ठाउँमै पाउनुहुन्छ। उस्तै उस्तै साइजको घर, उस्तै उस्तै अनुहारको घर, अनि रेसिडेन्सियल एउटा एरियामा छ। तपाईँलाई फुडको सेक्सनमा जानु पऱ्यो भने फुड मात्रै खानालाई रेस्टुरेन्टहरू अर्को सेक्सनमा छ। बाटो त्यस्तै छ। बिचमा चाहिँ एउटा पार्क छ, सबै त्यो कलोनीको वरपरको लागि पार्क छ। अनि ठुलो ठुलो बिल्डिङहरू भयो भने त्यो बिल्डिङ फेरि एकै ठाउँमा छ, त्यो मजाले बनाएको छ। जङ्गल जति सबै एकै ठाउँमा छ। एकदमै राम्रो के एकदमै राम्रो। यस्तो राम्रोसँग व्यवस्थित छ कि यो एरिया सबै चिज सोच्नेले पनि कति वर्ष पुरानो कसरी चाहिँ सोचेर बनायो होला भन्ने जस्तो छ। काहीँ केही बिगारेको छैन। अझ हामीले सुनेको त यहाँ अहिले एउटा रुख काट्यो भने अर्को 2टा प्लान्ट गर्न पर्ने, 2टा रोप्नै पर्ने भन्ने नियम बनाएको छ अरे। एउटा घरको अगाडिपट्टि 2टा रुख कम्पलसरी छ भन्ने पनि सुनियो। एकदमै मजाको ठाउँ मलेसिया।